ले नुवाकोटीले जिउँदै खाने भयो नि अब मर्ने भयो हो मोरी किन हो त्यस्तो प्यातर प्यातर बोल्ने मान्छे नि आज त सुनसान देख्छु त नलजाऊ न मोरी किन हो र लाज लाग्दो रहेछ क्या जाडो लाग्यो यता नि जाडो लाग्यो जाडो लागेर हैरान छ अब तिम्रो खाँचो छ अब मरे हौ मोरी नमर है नमर अब तिमीलाई पाएन भने चाहिँ मर्छ होला अब यस्तोसम्म भइसक्यो म पनि दिन्छ है दिन्छ बेला बेलामा नुवाकोटीले जाडो लाग्यो जाडो मलाई त सौता पो नाच न हो नाच मोरी सौता पो लाग्यो भन्छ त मलाई के हो के लाग्यो रे 8 जना पछिको सौता रे म छ्या म पहिलो नम्बरमा हो अरू मलाई थाहा भएन रे सौता पो भन्न थाले त यिनीहरू मोरी के भेरी राम्री भएर बसी के हो र तिमी त अबे के भनेको र त्यस्तो लाइफ प्रतीक तिम्रो भन्दा प्रतीक भन्नुहोस् त कति वर्ष भयो तपाईँ को म लाग्यो 28 वर्ष अब त फेरि यो स्याङ्जाले हो नि त अलि सिधा सिधा बोल्दैन मिलाएर बुझ्नु है हो क्या 28 वर्ष लागिसक्यो भने हो होइन के हो र म भने तिमी तिमी भन्ने तिमी भने अरू भनेछौ कि क्या हो र मैले कहिले भनेर म त जतिखेर नि म भन्दिनँ नि त्यस्तो कहाँ भन्नु स्विट सोरा भनिदिने रे ल स्विट सोरा हो उसो भए म चाहिँ लाइभमै बस्दैन के साथीहरू म लास्टै बिजी हुन्छु नि त काममा तिम्रो पनि भाग्य त ठुलै रहेछ त यताबाट भन्नुभएको हेर्नुहोस् न ल टोपी खोलेर देखाइदिनु यो खपरमा मेरो नाम लेखेछ है ल यहाँ प्रतीकले ल हो कि क्या हो हो कि क्या हो होइन हो नै रहेछ ल अब चाहिँ कन्फर्म भयो अब मङ्सिरमा के गर्नुपर्छ फेरि नेपाल जाने हो कि क्या हो कार्तिकमै गर्ने हो के को मङ्सिरमा गर्ने हो मङ्सिरमै मात्रै जुड्छ र लगन हो नि जहिले जुराइ नि कुकुरले मात्रै बिहे गर्छ अरे नि त म कुकुरै हो तिमी मेरो कुकुर नि बुझ्यौ नि बुझ्यो हजुर ल यति याद गर अब मैले चाहिँ प्रतीक भने प्रतीकले यति माया गर्छु ऊ चाहिँ होइन उहाँ जोसँग जोइन भए पनि होइन मलाई कटक्क खाने गरे के भनेर पो बस्छ हौ गफनला है फेरि तिमी मैले खायो अरे कि मेरो जसलाई पनि कति राम्रो भएर बसेको तिमीले माया मार्यो भन्दै बस्छ हौ कसले माया मार्यो रे त्यस्तो भन्दै बस्नुहुन्छ त लाइभमा हजुर त बसेन म धेरै पछि आजै आएको त ल यहाँ गेम पनि स्टार्ट गर्दै गर्नु रे गर्नु ढिलो हुन्छ फेरि मङ्सिर कुर्दाको हो के ढिलो हुन्छ क्या कार्तिकमै के छ र ध्यान बजाइदिउँ न ल यता जापानमै आउने हो कि उता लाने हो रे मलाई त लैजाऊ न हो ल डिप्रेसन भिजामा आउनु होला ल अरू भिजा छैन र त्यही मात्रै हो अरू भिजा अब अरू भिजा त के हुन्छ हो र ल ठिक छ श्रीमती भिजा हुन्छ
मेरो दिदीले चाहिँ अब तिमीहरूले छिटो बिहे गर्यो भने मलाई के गिफ्ट दिनुपर्छ अरे नि त दिदीले भन्दा बहिनीले छिटो बिहे गरेपछि पर्दैन दिदीले नगरेपछि गर्न पर्यो नि त यहाँ त मेरो दाइले नगरेर यहाँ मैले गर्न पाएको छैन अब तिमीहरूमा गरिदिनु केही छैन हो ल दाइको लागि पहिला बुहारी खोजौँ त आफ्नो लागि मात्रै खोज्नु ल तिमीहरू पनि कार्तिक मनाउन अरू क्या छिटो कार्तिक नसकिन्थे ल कार्तिक मनाउन रातभरि करार बसेर दिनभरि सुते के भन्ने बेरोजगारी भएपछि खै म सुत्छु अलिकति त आज चाहिँ साली पनि लिएर आयो जस्तो छ अरे ए लिएर आएको सुजन अघि पूजामा सुत्ने अरे पालु हेर्ने होइन के उसको पालु अनि त्यसपछि कहाँ लाने थिएँ मैले अब यो त्यो नुहाकोटीले फकाउन सकेन हे भगवान् भन्नु पर्यो अरे अब भिडियोमा भन्ने सिधै अब बिस्तारै ए भगवान् अब मैयालाई छोपावाला भिडियोहरू आउनु पर्यो के मैयामा यास गर्छ हो डिमान्ड आइरहेछ यहाँ ए मैया यास गर्छ हो साह्रै मातेको छ हौ को माथ्यो हजुर हजुर ल्या उसै माथ्यो अरे काममा लाग्यो अरे लागेको छैन नि लक्ष्मण धिमा अझै काम लागेको छैन भनेपछि मान्छेहरू लाफा सेचमाले काममा लागेको छैन नि धमलाजी त्यहाँ मेरै नाम छ क्या गइरहेर हेर्नु त छ पनि होला के भयो अरे अलिक सानो गर त लेखा छ कि हेर्नु न अलि राम्ररी कति के हो र मोरी किन लजाइ कि हो र तिमी त छ्या आज त कस्तो लाज लाग्यो लास्टै मैले एकदम जिस्काउने मन पराउने भएर होला साथीहरू मेरो कम्पनीमा खाली छ आउने हो रे बोलाउनु न आइहाल्छ नि यहाँ काम नपाएर यहाँ बेरोजगारी दिनभरि सुत्ने भइरहेछ आमाले फोन गरेर उठाउनु कामै नपाएर यहाँ बेरोजगारी छु अब मगर भाषा बोल्नुहुन्छ होइन मोरी काम नपाएर बेरोजगारी भयो क्या लैजाऊ न बरु तिमीले खाएको भाँडासाडा माझेर भनी बस्छु के भाडा मान्छे हो र मात्र बुढी बन्दै कि अरू के गर्नु यो दाइ ल अब चाहिँ कम्पनीमा कुरा गरिहाल्नु पर्यो अब मैले डिपेन्डेन्ट भिजामा ल्याउनु के अरे मैले के भन्नु थिएँ बिर्सेँ भाडा के गर्नु पर्दैन भाडासाडामा आफै जाँगा त उल्कै चल्दो रहेछ कुहिएको त्यो मुला पनि फ्रिजमै राखिराख्ने है जाँगर एकदम चल्ने रहेछ भाडा माझ्ला जस्तो लाग्छ मलाई माछु यार माझ्ने हो कि मजाउने हो थाहा छैन माछु ल केही छैन मिलेर मजाउला नि के छ र मिल्नै पर्दैन उहाँलाई मिलाइहाल्छु नि मोरी लाजले भुतुक्कै म त आज मर्छ क्या हो चस्मा लगाएको चस्मा खोइ कहाँ गयो किनेर कसम मलाई साथीले होइन मलाई के गिफ्ट दिएछ भने मर्छु कसम म त एकछिन त हाँसेको भयो क्या म चस्मा लिएर आउँछु ल चस्मा लगाऊ त लास्ट सच कहाँ भाग्छ तिम्रो ल है मेरो चस्मा चाहिँ यस प्रकार छ साथीहरू चस्मा भन्दा ठुलो त लगाइदिनु
हजुरले लगाइदिनुहोस् त मेरो त चस्मा भन्दा नि धेरै ठुलो देख्छु त म त सेम हो सेम बट डिफरेन्ट अलिअलि डिफरेन्ट छ मात्र सेम हो ठुलो रहेछ तिम्रो त मेरो भन्दा नि ओ माय गॉड बडा कम्बिनेसन ल जोडी मिल्यो जस्तो छ त हे भगवान टोपी खोलिदिनु न अनि ठ्याक्कै मिल्छ क्या अनि कपाल आइसकेछ कपाल काटे भएर पो आजकल त भिडियोमा देखाउँदैन त्यही भएर टोपी लाएर बस्छ केटो अब आउँछ बिस्तारै काम आना रात यस गर्ने वाला भिडियो भयो आज नसम्झाउ यार आफूलाई लाज लाग्छ आज भोलि कसम म त यस्तो हाँसेको के आउँछ मान्छेको त्यो थ्याङ्क यू अब सिधै तिमीसँग यास गर्नु एक्लै होइन हजुर ओइ रंगाको पनि मोबाइल में काममा नै बिना पर्यो यहाँको न मुनि खाँदैन कोरियामा त खतरा आउँछ अरे त अहिले के छ अरे खतरा पैसा कमाउँछ अरे क्या कोरियामा खै मैले त केही कमाएको छैन के अरे प्रतीकले अब 1 करोडको जग्गा 5 करोडको घर गरेर 6 करोड चाहिँ कमाउँछ ल मेरो त कोही छैन म त छैन यार के अरे कहाँ पैसा कमाउने त्यसरी त्यही त अनि छोमे जमा ज्यादा चला नि के अरे तिमी त साह्रै लजाइ क्या तिमी त अब म लाज लाग्दैन त यस्तो मनपर्ने मान्छे देखेपछि ए भगवान भने यो कुरा नगर्नु छैन सजिलो यता बुढी अनि त्यही भएर केपी बा रुमभित्र छ अनि त्यही भएर ओ माई गॉड मेरो दिदी चाहिँ के हो यस्तो मेरो दिदी मलाई चाहिँ अब कोचको ब्याग पठाइदेऊ मनी गर्नु पर्दैन दिदी होइन भन्दै यस्तो रहेछ तिमी त तिमी खङ्जु कुन ठाउँ हो रे के म यता खङ्जु नजिकै पर्छ हाम्रो बजार नजिकै पर्छ मलाई कोरियन भाषा सिकाउन यहाँ कस्टमर आउनुहुन्छ क्या हाम्रो होटलमा बस्नलाई तर मलाई आउँदैन के बोल्नु त्यतै गेसे क्या सिभाल भनिदिनु न के सिकाओ फेरि मैले यहाँ गाली होइन हो राम्रै सिकाएको मैले यो कोरियनहरू त कस्तो हुन्छ है साइको लाग्छ मलाई यहाँ हाम्रोमा काम गर्ने मान्छेहरू छ कि 2-3 जना पछाडि काम गर्ने के बेडहरू मिलाउने काम गर्ने मान्छे उता के भन्छ 9 तल्ला भन्छ होइन त्यहाँबाट कराएको मान्छे 1 तल्लासम्म सुनिन्छ भने यस्तो गाली गर्छ बिचरा त्यो मान्छेहरूले कोरियनलाई कि कोरियनले कोरियन बुढी छ कि 2 जना अनि तिनीहरू चाहिँ पुरा 20-25 वर्ष भइसक्यो रहेछ काम गरेको अनि कराउँछ के बेसन हो सिभाल भनिदिनु न